नमस्कार सबैजनालाई स्वागत छ मेरो च्यानलमा। आज चाहिँ म यहाँनिर सोयाबिन चिल्ली बनाउने कोसिस गरिरहेको छु। आशा छ तपाईहरुले मन पराइदिनुहुन्छ भनेर र सबैले लाइक कमेन्ट गरिदिनुहोस् होला कस्तो हुन्छ के हुन्छ। र यसको लागि चाहिँ यहाँनिर पानी उम्लिसकेको छ र म चाहिँ यहाँनिर यो सोयाबिन न्युटेला हाल्दैछु। यसलाई चाहिँ एकछिन मजाले उमाल्नुपर्छ। उमालेर 10 मिनेट जस्तो राख्नुपर्छ। अलिअलि चलायो। अब यो सोयाबिनलाई चाहिँ मेरिनेट गर्नलाई चाहिँ अलिकति अदुवा लसुनको पेस्ट अनि धनिया खोर्सानी र यसमा अलिकति हर्दी साथसाथै स्वाद अनुसार नुन अलिकति फ्राईको लागि अब यसलाई चाहिँ मजाले हल्का मुस्नु पर्यो। यसमा चाहिँ अझै कन्फ्लोर पनि हाल्नुपर्छ। पहिला यो चलायो। यसमा चाहिँ अलिक कन्फ्लोर पनि हाल्नुपर्छ। यो चाहिँ अलिक क्रिस्पी हुनुलाई। यतिको चाहिँ भयो। अब यसलाई तेलमा फ्राई गर्नुपर्छ। यहाँ मेरो कराई तातिसकेको छ र यसमा चाहिँ अब तेल लाउँदैछु फ्राई गर्नलाई। कराई तातिसकेको छ। अब म यहाँ यसलाई यो सोयाबिनलाई तेलमा हाल्दैछु। एकदम दामी फ्राई भइसकेको छ मसला। चारेर चाहिँ यतिको फ्राई गर्ने राम्रो हुन्छ। फ्राई गरेर निक्लिसकेको छ। अब यसलाई पकाउनु मात्रै बाँकी छ। यतिको फ्राई चाहिँ मजाले गर्नुहुन्छ ल। र यसको लागि मैले अब यो प्याज चिल्लीको लागि रेडी गरेछु काटेर। यो टमाटर भयो, यो हर्से खोर्सानी एकदम अलिक पिरोको लागि र यो सिमला मिर्च क्याप्सिकम रेडी गरिसकेको छु। अब चाहिँ यसको लागि मैले यहाँनिर हाल्दैछु प्याज त एकछिन पकाउनु पर्यो। अब चाहिँ यो क्याप्सिकम टमाटर हरियो खोर्सानी पेटमा हालेर अलिक चलाउँदैछु। अलिक हल्दी, यो फेरि काँचो खोर्सानी, यो अदुवा लसुनको पेस्ट पनि हाल्नुपर्छ अलिकति।
अब यसमा रेड चिल्ली सस मैं टमाटो हाल्दिनँ, यसको बदली चाहिँ रेड चिल्ली सस हाले। सोया सस, कम्ती अलिकति भेनिगर पनि हाल्नु पर्यो। अब चाहिँ यसलाई एकछिन पाक्न दिनु पर्यो। यसमा नुन चाहिँ यहाँ झन्डै बिर्सेछ। नुन लगाएर चलाए। एकैछिन यहाँ पाकेर चाहिँ सोया हाल्नुपर्छ, सोयाबिन। अब चाहिँ तपाईलाई यो सोयाबिन हालेर मजाले चलाउनु पर्छ एकछिन। हेर्नुहोस् होला कलरहरू कस्तो के छ, तपाईहरुले कमेन्ट गरिदिनु होला। अब चाहिँ मेरो फुल सोया चिल्ली रेडी भयो। के कसो हुन्छ तपाईले कमेन्ट गरिदिनुहोस् होला। धन्यवाद। आजको लागि अर्को भिडियो लिएर फेरि आउनेछु।